सम्पूर्णमा नमस्कार। आज म एउटा एनएसपीसी एक्जामिनेसनको लागि चाहिँ यो अप्टोमेट्री भाइ बहिनीहरुको लागि चाहिँ एउटा एक्जाम ओरिएन्टेड एउटा क्लास लिन खोज्दैछु, जसले तपाईलाई एक्जामिनेसनमा एलआईसी एक्जामिनेसनमा केही हदसम्म सहयोग पुग्छ। यो डिफरेन्ट च्याप्टरहरु छन्, त्यसमा चाहिँ बायोस्ट्याटिस्टिक्स र रिसर्च मेथोडोलोजी एउटा हो। त्यसले चाहिँ लगभग तपाईको 3% मार्क्स कभर गर्छ। मैले सरस्वती एउटा कोर्स तपाईहरुलाई रन गर्छु, त्यसका केही प्रोबेबल क्वेशनहरु दिन्छु। प्रोबेबली ती क्वेशनहरुबाट तपाईहरुले एक्जामिनेसनमा सहयोग पुग्छ। सबभन्दा पहिले क्लास सुरु गरौँ। रिसर्च भने के हो त? रिसर्च भनेको साइन्टिफिक प्रोसेस भनेको रिसर्चमा दुईटा चीज हुनु पर्यो, एउटा सिस्टमेटिक हुनु पर्यो, अर्को प्रोसेस चाहिँ साइन्टिफिक हुनु पर्यो। साइन्टिफिक भनेको जहिले पनि लजिकल हुन्छ, इलोजिकल चीजलाई साइन्टिफिक मानिदैन, भनेको एउटाको रिजन हुनुपर्छ हामीसँग। त्यस्तै सिस्टमेटिक भनेको क्रमबद्ध तरिकाले हिँड्नुपर्छ रिसर्च चाहिँ। रिसर्च कहाँबाट सुरु हुन्छ त? फ्रम वेयर द रिसर्च स्टार्ट्स। रिसर्च स्टार्ट्स फ्रम अ क्वेशन। एउटा के रे क्वेशनबाट रिसर्च सुरु हुन्छ। रिसर्च जहिले पनि एउटा क्वेशनबाट सुरु हुन्छ। र कम्युनिटीमा जुन रिसर्च हुन्छ त्यसलाई एपिडेमियोलोजिकल स्टडी भन्छ। र एपिडेमियोलोजी यो डेफिनेसन एकदमै सोध्छ तपाईहरुलाई। इट्स अ स्टडी अफ अकरेन्सेस, डिस्ट्रिब्युसन र डिटर्मिनेन्ट्स। भनेको एपिडेमियोलोजी स्टडी के हो भन्न खोज्यो भने तपाईले तीनटा दिन सक्छ, अकरेन्स, डिस्ट्रिब्युसन, डिटर्मिनेन्ट्स। एउटा अरु कोही देला र तपाईले झुक्याउन सक्छ। व्हिच अफ द फलोइङ इज नट द पार्ट अफ एपिडेमियोलोजिकल स्टडी? अकरेन्स, डिस्ट्रिब्युसन, डिटर्मिनेन्ट्स र अर्को चाहिँ एउटा क्योर अथवा ट्रिटमेन्ट अफ डिजिज दिला हैन। त्यसमा चाहिँ विचार गर्नु होला। फादर अफ एपिडेमियोलोजी कसलाई भन्छ त? हैन, कलेरा अथवा जोन स्नो इज द फादर। दुईटै मध्ये कुनै दिन सक्छ तपाईलाई, कलेरा हो। एउटा गुड रिसर्च टपिकको लागि के आवश्यक छ त हैन? यसलाई चाहिँ एउटा न्युमोनिक फाइनरले तपाईहरु याद राख्न सक्नुहुन्छ। रिसर्च शुड बी फिजिबल, इन्ट्रेस्टिङ टु द अब्जर्भर, एन भनेको नोबेल, ई भनेको एथिकल, आर भनेको रिलेभेन्ट, भनेको FINER फाइनर। अब यसबाट कसरी क्वेशन बनाउँछ लगभग हेर्नुस् त। व्हिच अफ द फलोइङ इज नट अ क्यारेक्टरिस्टिक्स अफ अ गुड रिसर्च? क्वेशन भयो नि, जस्तै फिजिबल, इन्ट्रेस्टिङ, एथिकल, मल्टिपल अब्जेक्टिभ भएको। मल्टिपल अब्जेक्टिभ चाहिँदैन रिसर्चमा। कहिले सिंगल अब्जेक्टिभले पनि हुन्छ, कहिले मल्टिपल चाहिन्छ। सो दिस इज नट म्यान्डेटरी। सो मल्टिपल अब्जेक्टिभ आउन सक्छ। सो तपाईले FINER याद राख्नुभयो भने हैन, FIM मल्टिपल अब्जेक्टिभ चाहिँ भएन। एथिकल, व्हिच अफ द फलोइङ इज नट अ क्यारेक्टरिस्टिक्स अफ गुड रिसर्च आयो। अब अरु क्वेशन तपाईहरुले झुक्याउने क्वेशनहरु प्राय सो भ्यारिएबल्सबाट हुन्छ। के हो भ्यारिएबल्स त? भ्यारिएबल्स इज एनी क्यारेक्टरिस्टिक्स, नम्बर अर क्वान्टिटी दैट क्यान बी मेजर्ड अर चेन्ज। रिसर्चमा जुन चाहिँ हामी डाटा लिन्छौँ, जस्तै एज लिन्छौँ हैन, जेन्डर लिन्छौँ हैन, मानव भिजुअल एक्युटी लिन्छौँ हैन, भनेको त्यो डाटा चाहिँ हामी के गर्छौँ? या त कम्पेयर गर्छौँ हैन, अथवा त्यसलाई क्लासिफाई गरेर त्यसको स्टडी गर्छौँ। सो दे आर द भ्यारिएबल्स। रिसर्चमा जहिले पनि भ्यारिएबल्सकै खेल हो हैन। भ्यारिएबल्सलाई हामी एनालाइज गर्छौँ र त्यसबाट चाहिँ हामी इन्फरेन्स निकाल्छौँ। र भ्यारिएबल्स कति टाइपको हुन्छ त? यो प्रायः सोधिरहेको हुन्छ क्वेशनहरु प्रायः सो। त्यसबाट चाहिँ क्वालिटेटिभ भ्यारिएबल्स र क्वान्टिटेटिभ। क्वालिटी भनेको के हो त? त्यसमा चाहिँ नाप्न सक्दैनौँ त्यसलाई हामी हैन। जस्तै मेल फिमेल 1 2 हैन, बोयज गर्ल्स हैन, यो भनेको क्वालिटेटिभ भ्यारिएबल हैन। क्वान्टिटेटिभ के हो त हैन? जसलाई चाहिँ हामी जोख्न सक्छौँ, नाप्न सक्छौँ। जस्तै किलो भयो, सेन्टिमिटर भयो होला हैन, हाइट होला, एज होला हैन, वेट होला। यो चाहिँ क्वान्टिटेटिभ भ्यारिएबल। क्वान्टिटेटिभ भ्यारिएबल पनि दुईटा हुन्छ, याद गर्नुस् है फेरि तपाईहरुले। कन्टिन्युअस भ्यारिएबल र डिस्क्रिट भ्यारिएबल। कन्टिन्युअस भने के हो हेर्नुस् त? कन्टिन्यू हुनु पर्यो के हैन। जस्तै 5.4 डेसिमलमा पनि यसको आउन सक्छ, डेसिमल पनि हुन सक्छ। सो तपाईले सोध्न सक्छ among these which is the continuous variable हैन। त्यसमा तपाईको नम्बर अफ बोयज इन स्कुल हैन, नम्बर अफ स्कुल चिल्ड्रेन हैन, त्यस्तै बर्थ इन द ट्रेन हैन, बर्थ इन द ट्रेन देला हैन, त्यस्तै हाइट देला। अब हेर्नु त, नम्बर अफ बोयज इन स्कुल 5.5 5.5 त हुन सक्दैन नि, 7 हुन्छ कि 8 हुन्छ। त्यसैले त्यो कन्टिन्युअस हैन, डिस्क्रिट हैन। जस्तै एज 5 म 5.5 वर्षको भए भन्नु पाएँ नि त। एज, हाइट हैन,
यिनीहरू चाहिँ कन्टिन्युअस भ्यारिएबल। अर्को होल नम्बरले डिनोट गर्ने मात्रै डिस्क्रिट भ्यारिएबल हैन। सिम्पल छ। यस्तो क्वेसन सोध्न सक्छ तपाईले। अर्को भ्यारिएबलको क्लासिफिकेसनमा डिपेन्डेन्ट र इन्डिपेन्डेन्ट भ्यारिएबल हुन्छ हैन। डिपेन्डेन्ट भ्यारिएबल भनेको यस्तो भ्यारिएबल हो जुन चाहिँ इन्डिपेन्डेन्ट भ्यारिएबलमा डिपेन्ड गर्छ। मानौ हामी यसरी सुनौ, एज र हाइट र वेटको कुरा गरौँ हैन। हाइट बढ्यो भने वेट पनि बढ्छ नि त हैन। यसमा के हो त, वेट इज डिपेन्डेन्ट अन के हाइट हैन। भनेपछि हाइट चाहिँ के हो, इन्डिपेन्डेन्ट भ्यारिएबल हो, वेट चाहिँ डिपेन्डेन्ट भ्यारिएबल हो हैन। यसरी तपाईहरुलाई र रिसर्चमा जहिले पनि इन्डिपेन्डेन्ट भ्यारिएबलको डिपेन्डेन्ट भ्यारिएबलसँग रिलेसन कस्तो छ हैन, प्रोपोर्सनल छ हैन, रेसिप्रोकल छ हैन, त्यही निकाल्ने हो। त्यसपछि आउँछ एक्सट्रेनियस भ्यारिएबल हैन। एक्सट्रेनियस व्हाट इज एक्सट्रेनियस भ्यारिएबल? एक्सट्रेनियस भ्यारिएबलहरुको यस्तो भ्यारिएबल जसले चाहिँ रिसर्चलाई इम्प्युरिफाई गर्छ, अशुद्ध गर्छ हैन, जसलाई चाहिँ हामीले रिसर्चमा कन्सिडर गरे हुँदैनौं हैन, तर त्यसले रिसर्चको रिजल्टको अनुरूपलाई नै त्यसले चेन्ज गरिदिन्छ हैन। जस्तै इक्जाम्पल दिन्छु तपाईले, हामी एनएचपीसी को लाइसेन्स तपाईहरुले पढिराख्नु भएको छ हैन। मानौ हामीले एउटा स्टडी गर्न खोज्यौं, एउटा विद्यार्थीले कति घण्टा पढ्यो भने त्यसको पास पर्सेन्टेज बढ्दो रहेछ भनेर विचार गरौँ हैन। पास पर्सेन्टेज कसरी, जस्तै म एउटा विद्यार्थी, एउटा ग्रुपको विद्यार्थी 4 घण्टा पढ्छ हैन, र 4 घण्टा पढ्ने विद्यार्थी चाहिँ 60% पास हुन्छ। 2 घण्टा पढ्ने विद्यार्थी चाहिँ 30% पास भइरहेछ। अब यसरी हामी के गर्यो भने जति बढी घण्टा पढ्यो त्यति पास पर्सेन्टेज बढ्यो। तर यसमा चाहिँ के हुन्छ भने अरु भ्यारिएबलले पनि खेल्छ। जस्तै घण्टा पढाइ र पास पर्सेन्ट मात्र हेर्नु भएन नि त। जस्तै मेरो इन्टेलिजेन्स कति छ, मैले कति इन्टेलिजेन्टले पढ्छु, मेरो के भन्छ ब्याकग्राउन्ड के छ भनेको त्यो त मैले स्टडीमा राखेको छैन नि त। मैले कहाँबाट पढेको, मैले कति पहिले जाने थिएँ, म अहिलेको पढाइ र मेरो पास पर्सेन्ट मात्र जोड्दैछु। सो यसमा चाहिँ के हो भने जसले चाहिँ रिजल्टलाई इम्प्युरिफाई गरिरहेछ, मेरो इन्टेलिजेन्स है, मेरो ब्याकग्राउन्ड, यिनीहरूलाई चाहिँ एक्सट्रेनियस भ्यारिएबल हुन्छ। र यसले चाहिँ रिसर्चमा के गर्छ भने रिसर्चमा यसले तपाईको बायसनेस क्रिएट गराउँदैछ र यसलाई चाहिँ हामीले एरर भन्छौँ हैन। यसलाई हामी के भन्छौँ, एक्सपेरिमेन्टल एरर भन्छौँ हैन। एक्सपेरिमेन्टल एरर भन्छ यसलाई, जुन चाहिँ एक्सट्रेनियस भ्यारिएबलले आउँछ त्यसलाई एक्सपेरिमेन्टल एरर भन्छौँ। यसलाई चाहिँ हामी कसरी कन्ट्रोल गर्न सक्छौँ, तपाईले क्वेशन सोध्न सक्छ हैन। यसलाई चाहिँ हामी के दुईटा तरिकाले कन्ट्रोल गर्न सक्छौँ, एउटा रेन्डमाइजेसन गर्न सक्छौँ, अर्को चाहिँ कन्ट्रोल ग्रुप राखेर स्टडी गर्छौँ हैन। अर्को एउटा राम्रो कुरो हाइपोथेसिस। यो चाहिँ सोच, व्हाट इज हाइपोथेसिस? हाइपोथेसिस के हो त भनेको यसले चाहिँ हामी मानौ अघि हामीले के भन्यौं, एउटा इक्जाम्पल लिइरहेको थियौं, एनएचपीसी कोमा कति घण्टा पढाइ र पास पर्सेन्टेज गरेको भने हामीले रिसर्च गर्दा त एउटा एजम्पसन त लिनु पर्यो नि त। जति बढी पढ्यो त्यति पास पर्सेन्टेज बढ्छ भनेको हामीले जुन एजम्पसन लिन्छौं, प्रिज्युम्ड एजम्पसन, प्रिज्युम्ड रिलेसनशिप बिट्विन इन्डिपेन्डेन्ट भ्यारिएबल एन्ड डिपेन्डेन्ट भ्यारिएबल इज कल्ड हाइपोथेसिस। अब यो एउटा तपाईले एकदम सोध्छ यो हैन, प्रायः एउटा कस्तो यसबाट जहिले पनि हुन्छ, विचार गर्नु होला तपाईले। व्हिच अफ द फलोइङ इज नोमिनल डाटा अथवा एज इज कस्तो डाटा भनेको नोमिनल ऑर्डिनल इन्टरभल रेशियो NOIR याद राख्नुस् हैन। NOIR नोमिनल भनेको के हो भने जसमा नम्बरको भ्यालु हुँदैन, नो भ्यालु, नोमिनल नो भ्यालु। जस्तै मेल र फिमेल दुईटा डाटा छ, तपाईले मेललाई 1 लेख्न पनि सक्नुहुन्छ, फिमेललाई पनि 1 लेख्न सक्नुहुन्छ हैन, कि उल्टो पनि गर्न सक्नुहुन्छ। त्यसमा चाहिँ 1 नम्बर मेल, फर्स्ट मेल, सेकेन्ड फिमेल त हुँदैन नि त, त्यसको भ्यालु हुँदैन। त्यस्तो डाटा जसमा चाहिँ नम्बरिङको मतलब हुँदैन, मिनिङ हुँदैन, त्यसलाई हामी के भन्छौं, नोमिनल डाटा भन्छौं हैन। जस्तै जेन्डर भयो, मेल फिमेल, अदर टाइप अफ ट्रिटमेन्ट, प्याचिङ, फिजियोथेरापी, स्पेक्टेकल्स ओन्ली, ब्लड ग्रुप हैन, रिलिजन, यिनीहरुलाई चाहिँ हामी के भन्छौं, नोमिनल डाटा भन्छौं। ऑर्डिनल डाटा भनेको के हो भने नम्बरको चाहिँ भ्यालु हुन्छ हैन, तर नम्बरको भ्यालु चाहिँ के हुन्छ भने तिनीहरुको डिस्टेन्स, जस्तै फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ हुन्छ नि त, उनीहरुको बीचमा जुन डिफरेन्स हुन्छ त्यो डिफाइन हुँदैन, एकै प्रकारको हुँदैन। जस्तै हामीले लेकर्ट स्केल तपाईहरुलाई थाहा छ, पेन सेन्सिटिभिटी 1 देखि 5, तपाईले कसैले भन्यो भने 5 भनेको एकदम बढी पेन, 1 भनेको कम पेन हैन, तपाईले कति दुखिरहेछ त हैन, उले 3 भन्छ। 3 र 5 मा त 5 बढी हो
तर कति बढ्यो थाहा पाउनुहुन्न नि त तपाईँले। त्यस्तोलाई के भन्छ हामी अर्डिनल अर्डर डाटा। अघि नोमिनल कुरा थियो, अर्डर डाटा कुरा गरे, त्यो र्याङ्क हुन्छ। जस्तै तपाईँले पेन सेक्सनका कुरा गरे हैन, लाइकर्ट स्केल भिजुअल एक्टिभिटीको ग्रेड भने 660 612 636 एसएल फ्र्याक्सन, त्यो चाहिँ के डाटा हो? अर्डिनल डाटा। थर्ड इज के हो भने यो दुईटामा जति हामी बायोस्ट्याट रन गर्छौं त्यो प्रोपोर्सनल वाला हामी chi-square टेस्ट गर्न सक्छौं हैन। यसमा चाहिँ मिन मोड निकाल्न मिल्दैन हैन, नोमिनल डाटा। इन्टरभल डाटा भनेको के हो भने यो चाहिँ ट्रु नम्बर भ्यालु हो, ट्रु नम्बर भ्यालु हो र यसमा तपाईले स्ट्याटिका टेस्टहरु एडिसन सब्ट्र्याक्सन गर्न मिल्छ हैन र मल्टिप्लाई र डिभाइड गर्न मिल्दैन हैन। यो भने के इन्टरभल डाटा भनेको के हो भने यसमा अर्डर पनि हुन्छ तर यसमा ट्रु जीरो हुँदैन। ट्रु जीरो भनेको के हो भने मानौ टेम्परेचर हैन, 0 डिग्री टेम्परेचर इज 0 डिग्री हो, त्यो भनेको चाहिँ एज्युम्ड हो। 0 यो हो भने -30 कति चिसो हुन्छ, त्यो चाहिँ एक्ज्याक्ट 0 होइन, यसलाई भन्छ इन्टरभल डाटा। रेसियो स्केल भनेको जस्तै इन्टरभल डाटामा टेम्परेचर भयो, आइक्यू स्कोर मानौ न आइक्यू स्कोर 100 भन्छौँ हैन, 100 भनेको ठ्याक्कै 100 यो कम्पेयर गरे हो नि त डाटा अरूकोसँग हैन। त्यसैले यसलाई चाहिँ हामी इन्टरभल डाटा भन्छौँ। रेसियो स्केल भनेको यसमा चाहिँ सबै स्ट्याट रन गर्न मिल्छ, जस्तै एज, हाइट, वेट यिनीहरू। त्यसैले तपाईले यसमा एउटा क्वेशन 100% सोध्छ, विच अफ द फलोइङ इज नोमिनल डाटा, विच अफ द अर्डिनल। त्यसैले नोमिनल, अर्डिनल, इन्टरभल र रेसियो तपाईहरुलाई